भ्लगमा ल कडा कडा दियो पिनीमा ओए सक्यो सक्यो दामा त्यही हो के गर्दै हुनु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टक्का स्टल तीन लेयर हो 3 लेयर ल सबैजनालाई फेरि पनि वेलकम ब्याक छ मेरो युट्युब भिडियो र फेसबुक भिडियोमा सबैजना जोड्नु भएकोलाई धन्यवाद र आज चाहिँ सबैजनालाई 2082 सालको उधौली पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी चाहिँ एकछिनमा खाजा साजा बनाएर सबैजना घर फ्यामिली नै जानेछौँ र त्यहाँ गएपछि सबै त्यहाँ हाम्रो आफ्नै चारसिलहरू नाचम कुलुङको अरू राईहरूको त्यहाँ सिली देखाउँछन् त्यो सबै म क्याप्चर गरेर हजुरहरूलाई पक्कै पनि देखाउने छु। र आज चाहिँ हाम्रो आमा त्यही हो के गर्दै हुनुहुन्छ आमा भन्नु त यता क्यामेरामा हेरेर म चाहिँ रेडी भएर टक्क लगाएर निस्किनु लागेको छु। यहाँ हाम्रो बहिनीहरू अल्छिनीहरू मेरो बहिनीहरू अल्छीहरू अल्छी यता 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 अर्को हेलो अल्छी बुनु अब युट्युबमै त जान्छ नि युट्युबमा जान्छ टक्क थम्नेल चाहिँ श्रीषा बहिनीको हुन्छ अनुहार श्रीषा अब टक्क लगाएर हामी चाहिँ रेडी भएर म चाहिँ रेडी भइसकेँ अब जुत्ता लाउनु मात्रै बाँकी छ टक्क हैन यो ढोका फुल यो गर काम गरे सुजी हेलो सिस्टर्स लुक एट हियर से हाई जस्ट से हाई हाई भन्देऊ न यता हो मना यो ढाकाको बर्की चाहिँ हाई भन्देऊ श्रीषा पाउँछ यतै यता एकछिन वन्स हाई मात्रै भने यस्तो अटेरी छ मेरो बहिनीहरू हेर्नुहोस् गाइज हाई पनि भन्दैन मलाई हेप्छ नि माइजू यता माइजू हुनुहुन्छ हाई भनिदिनुहोस् हाई भन्छ म पनि रेडी हुँदैछु अब माइजू पनि भर्खर आइपुग्नु भएको ल अब चाहिँ सबैजना रेडी भएर हामी चाहिँ लाग्नेछौँ ल अमना केही भन्नु छ अब सिधा उता गएर भेटौँ है ल है त ल आमा एहे अनि भर्खर 20 वर्ष जस्तो देख्छ त आमा त ल त यता भाइहरू ल दुईजना ल लाइक एन्ड सब्सक्राइब ल अरू के भन्नु छ अरू केही भन्नु छ यसकोमा लाइक र सब्सक्राइब धेरै भयो भने यसले टन्नै पैसा कमाउँछ अनि पाडिदिन्छ त्यही भएर डु लाइक एन्ड सब्सक्राइब टुल्लु बेबीलाई सम्झिनु होला टुल्लु बेबी चाहिँ अहिले सुचित्राै भएको छ म चाहिँ हिँड्दैछु होइन हिँड्दै यहाँ अहिले भाइ लिन आउँछ अरे अनि भाइसँग टक्क लगाएर जानेछु आमाहरू चाहिँ आमा बहिनी माइजू भाइहरू चाहिँ गइसकेको छ ट्याक्सीमै म चाहिँ अहिले यहाँ साथीहरूसँग भाइहरूसँग अहिले जान्छु यहाँ लिन आउँछ भन्दै थियो खै कति टाइम लाग्छ भाइलाई अब टक्क लगाएर भाइ आउँछ होला अनि भाइसँग जान्छु होला उता साथीभाइहरूसँग सँगै जान्छ होला हस् त बाई बाई सबैलाई ल केटा हो हामी चाहिँ लाग्यो मास्क खोल न यार मास्क लगाइराख्छु ल केही भन्दैन त भगमा जय किरात दौली पर्वको शुभकामना
चाहिँ फाइनली आइपुग्यो हामी चाहिँ गोकर्णमा। हामी चाहिँ बल्ल बल्ल जाम ल देखाउनु तल्लोबाट हो जाने। के छ भाइ लु 1000 मागे नि दिन्छ 1000 त अब यस्तो छ यहाँबाट जाउँ न छिरौँ तलबाट। हामी चाहिँ फाइनली आइपुगेको अवस्था। अब कला र रमिताहरू हजुरहरूलाई पकाइ पनि देखाउने छु। के छ भाइ? अनि के छ त अनि अब नाच्ने हो? सिली हान्ने हो? अनि हाई भन्दा नि त अनि बडा हाई भाइहरू ल भ्लगमा आइहाल्छ नि यार भाइ तिमीहरू यार। को हो? हामी चाहिँ फाइनल आइपुग्यो। रमिता हेर्न सक्नुहुन्छ। रमिता कमिलाको ताती भन्दा पनि कम छ अलिक एकछिनमा आउनुहुन्छ होला। शनिबार पनि यहीँ हुन्छ नि त? धेरै हुन्छ शनिबार यहाँ धेरै हुन्छ। के रे त्यस्तै छ। ओ मासु 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 स्टलहरू त राख्नु सुरु गरिसकेको छ। ह्यान्डसम राखेर चाहिँ आउँछ नि त। के छ त्यो नबोल्नु कस्तो नबोल्नु हो के हुन्छ भोलि है त। अब तपाईँहरूलाई बाटोमा के राखेको छ सबै देखाउँछु, हेर्नु सक्नुहुन्छ। भयो। अब लास्ट एकचोटि घुम्छौँ र हामी चाहिँ हाम्रो नाचमाथि देखाउनेछौँ। तिम्रो त गर्दैन मैले भिडियो एकछिनमा गरिदिन्छु ल।
हाम्रो टेस्ट नाचरिङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यता नाचरिङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी साम्पाङ समाजका अध्यक्ष चतुरमान साम्पाङज्यूलाई पनि यस कार्यक्रमको अतिथि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी आदिवासी किराँत महासङ्घका पूर्व सल्लाहकार हाम्रो प्रताप माटो मनाउन पाएका छौँ र हामीले देशलाई सम्झिनै पर्ने हुन्छ। र आजको यस कार्यक्रमलाई भन्दा अगाडि हामीले राष्ट्रलाई सम्झिनुपर्ने भएको हुनाले यहाँ देशमा आसीन हाम्रो सम्पूर्ण अतिथिगणहरूलाई राष्ट्रिय गानको लागि म अनुरोध गर्छु। कोसिल यहाँको चाहिँ सियाम लोको रहेछ। कस्तो रहेछ भन्दाखेरि लोरुङको रहेछ है, लोरुङ राईको रहेछ यहाँ। धाबे छ हेर्ने रमिता हेर्न सक्नुहुन्छ है। उपर धुलो धुवा चाहिँ नाचरिङको रहेछ। डान्सहरू गर्नुहुन्छ, सिली भनौँ न, डान्स त के यो चाहिँ नाचरिङ राईको है। पनि छ क्या हो, यहाँ हेर्नु सक्नुहुन्छ है। यो ब्यागहरू कसरी हो हजुर? कति जान्छ यिनीहरू हो? हेर्नु सक्नुहुन्छ है यहाँ चाहिँ टक्का स्टल यो हो, एकदम सस्तो हो। आउनु सक्नुहुन्छ है त हजुर, यहाँ आएर टक्क ल्याएर हजुरको छेउमा भनौँ न होइन, छेउमाको स्टलमा टक्क किनिदिनु होला, व्यापार गरिदिनु होला छेउमाको। हजुर हेर्नु सक्नुहुन्छ है। मासु टक्क आएर बोल्दै हुनुहुन्छ यहाँ। आएर थाला 3 लेयर हो, 3 लेयर। लु हेर्नु है, आजको कार्यक्रममा टक्क लाएर यता 3 लेयरको सुँगुरको मासु, यता टक्क लाएर यता पनि छ है, बिबिक्यू हुँदैछ यता पनि। अमूल्य चिजहरू किराँतीहरूको बिर्सिनै नसक्ने पुर्खौँदेखि चलिआएको हाम्रो सम्पत्ति भनौँ न, यो लोप हुँदै जाँदैछ। त्यो हेर्न सक्नुहुन्छ। दामी छ है, आएर किनिदिनु होला। बुढो फोपा हुनुहुँदो रहेछ। ल हेर्नु होला है, भर्खर पूजा गर्नु लाग्यो हो। ल दियो ल।
चामलिङको सुरु हुन लाग्यो है अब चाहिँ पनि ल बहिनी नेछोलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा ल है है त हेर्न सक्नुहुन्छ है ल ल यता ल ल ल ल ल यता हेलो भन्नु त खोइ खोइ काका हेलो ल लु केही भन्नु नि त लु केही भन्नु थाकिसक्यो फेरि पनि अघि अनि ढोल किन नबजाएको राम्रोसँग ओके 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 ल हो आफ्नै मेरो मामाको छोरा नि त भिडियोमा चाहिँ नदेखाउनु न त्यो कुरा चाहिँ अनि यता चाहिँ हाम्रो ब्लगर छ ल लु अब टक्क लगाएर नाच सुरु हुन लाग्यो म एकछिन देखाउँछु अनि म मेरो ब्याट्री पनि सकिन लाग्यो टक्क लगाएर म चाहिँ अनि फोन चाहिँ ब्यागमा राख्छु अनि नेछोकोबाट भुइँलो गरिदिन्छु ल ल ल को यता हेर्नु त ए लु दर्शकहरूले हेर्नु भइरहेको छ सबैजनाले ओपर थाक्यो पसिना ओपर थाक्यो नाचेर पसिना आयो हाम्रो पसिना आयो आगो बाल्दैछ आगो आगो नमस्कार सेवा ल ल ल ल आए ल भाइले खेलाचीमा बनाएको च्यानल खेलाची मेरो पसिना आयो नमस्कार हामी सिंगल छौँ ओपर पसिना आयो अब फेरि नाच्ने अन्त एकचोटि पसिना निकाल्ने ओहो आज चाहिँ अब सेकेन्ड राउन्ड सकेर हामी चाहिँ खाजा खान तयारमा छौँ है गाइस अब चाहिँ टक्क लगाएर खाजा खाने अनि उता डुल्नु जाने भनेको कहाँ जानु भयो है हामी कहाँ जाने डुल्न र हाम्रो खाजा सुरु भएको हो र हाम्रो चाहिँ खाजा सुरु हुन लागेको रहेछ अनि अब एकछिनमा खाजा खाएर फेरि नाच्ने हो म चाहिँ एकछिन उतातिर जानुपर्ने उतातिर डुलेर आउँछु अब चाहिँ टक्क लगाएर डुल्ने तपाईँहरूलाई एकछिन देखाउँछु ल खाजाहरू के कस्तो हुँदो रहेछ ल हाम्रो चाहिँ खाजा अब सुरु भयो सबैलाई एकअर्का हातमा हात साथमा साथ मिलाएर एकअर्कालाई बाँड्दै हुनुहुन्छ आफ्नो लिएर आउनु भएको खाजाहरू सबैमा बाँड्दै खाँदै ल अब चाहिँ हाम्रो खाजा वितरण ल एक खाइदिनु त लु हाम्रो चाहिँ खाजा सुरु भइसक्यो ल
न ग्याप्पै लु काका खानुभयो ल आयो भन्दै ल हाम्रो सेवाके हाम्रो कुलुङ्नीहरू चाहिँ अब टक्क लगाएर खाजा वितरण भएर खाइसकेपछि फेरि खाएको जोस निकाल्नेछौँ हामी पनि पक्कै पनि ल अब चाहिँ अफ गर्ने बेला भएको छ म चाहिँ अफ गर्छु हाम्रो चाहिँ अफ लगाएर है हेलो डान्स हो सबै यता हेरिदिउँ न ल यस्तो है हाम्रो चाहिँ खाजामा टक्क लगाएर ल मेरो भ्लगमा स्वागत छ है भाइको भ्लगमा हामीलाई स्वागत छ ल मेरो भ्लगमा ल तिमी नि जोइन हो न ल मेरो कन्टेन्ट पायो लु यस्तो छ है हामी टक्क लगाएर लु के छ खाजा खाइस् ड्याममा भइरहेको छ यहाँ देखा न यहाँ तल लु ड्याममा छ ड्याम खाजा टक्क लगाएर खाजा सबले भइसक्यो होइन लु कहाँ मैले लु यस्तो छ है लु आमा चाहिँ यहाँ खाँदै हुनुहुन्छ नगर यस्तो नगर लु फेरि अब यसो भ्लग जान्छ है अब चाहिँ अब सुरु हुन्छ अब डान्स अब यो खाजा खाएर सकिसक्यो अनि अब खाजा सकिसकेपछि चाहिँ अब रेडी तयार हुँदैछौँ हामी चाहिँ सबैजना त्यसपछि चाहिँ अब खाजा खाएको सबै जोसमा सबै भनौँ न अब खाएको सबै भुँडी सुक्खा पार्नेछौँ ल यहाँ मेरो प्यारा बहिनीहरू नेचोहरू यहाँ लु मेरो भ्लगमा स्वागत छ ओ भाइरल गर्ल हेलो हेर न है भाइरल भएपछि कस्तो सानै भाइरल भएपछि सानै छुट्टै यार ल यस्तो छ है यस्तै छ ल अब अनि हाम्रो यहाँ थुम्से अर्ग्यानिक ले त हेर्दिउँ त यो चाहिँ अर्ग्यानिक कुलुङ हो है प्योर कुलुङ हेर्न सक्नुहुन्छ है प्योर कुलुङ कलाएर अब रेस सकिसक्यो जस्तो लाग्यो मलाई अब चाहिँ सबैजना डान्स गर्नको लागि रेडी भयो जस्तो छ अनि ल अनि कहिले हो अनि उड्ने चाहिँ कहिले उड्ने हो ओहो सुरु भइसक्यो है अब जोसमा खाजा खाइसकेपछिको जोस चाहिँ यत्तिकै चाहिँ हुनु पऱ्यो है कुलुङ अरू ठाउँमा पनि जोस उत्तिकै छ यत्तिकै चाहिँ हुनु पऱ्यो है कुलुङहरू लु यत्तिकै चाहिँ हुनु पऱ्यो हाम्रो चाहिँ सकिसक्यो है अब चाहिँ उठाइसक्यो हाम्रो चाहिँ हामी चाहिँ अब सकेर अब यहाँ फेरि आफ्नो पूजा स्थलमा राउन्ड हान्न आउँदैछौँ हामीले चाहिँ अब सक्यो है अब हामीलाई
गरिदिनुहोस् भनेर मेरो भ्लगमा हो मेरो सुजित राई 8 हो ल धन्यवाद धन्यवाद हाम्रो आज एकदम भइरहेछ विशेष गरी यता तिनचुला देख्नु पर्यो यता तिनचुला है यता ओइ मेरो ब्याट्री सकिन लाग्यो पावर ब्याङ्क छैन पावर ब्याङ्क ओइ ओ भाइ खोइ बजाउने यार खोइ बजाएको ओइ सक्यो सक्यो आजको यही सक्छ समाप्त भयो है हाम्रो सामनेको टोलीहरू भाइ यहाँ रहेछ सम्पूर्ण भाषी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी पुनः हाम्रो नाचगान हातिन्छ रहिरहेको छ। अब हामी लगभग हामी सांस्कृतिक कार्यक्रममा लाग्नुपर्छ जस्तो लागिरहेको छ। कृपया सम्पूर्ण भाषी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रो भूमिठान हामी आफ्नो भूमिठानको मनका कुरा नै हो आफू नै जानु पिनेमा के हो त्यो मिक्स के भन्छ अरे पिनेमा है गरी मन मेरो टुट्यो रुनलाई आँखाहरू चुम्नलाई ओठो हाम्रो पिनेमा साहब चाहिँ यहाँ पूर्ण रूपमा बिदाई माग्दैछन् है। ल विजय बरालको 200 रुपैयाँ केटा हो यहाँ के हो यहाँ जस्तो काम त ख्याल लिम्बू ल ल ल ल ल ख्याल लिम्बू आयो चाहिँ ल ल पिनेमा ल आवाज कतै सुने जस्तै लाग्यो डुबी फेरि हेरे लाग्यो उसैले कडा कडा दियो पिनेमा त्यही छायाले हाम्रो पिनेमाले राम्रो दिइरहेछ है प्रस्तुति ल त्यही छायाले कता छौ गरौँ होला दियो दियो छौ आज हराई सपनाहरू हराई भिडहरूमा ल ल ल सक्यो आजको लागि सक्यो ल ल ल अङ्कल लु गर्व देख्छ त अनि स्वागत गर्नु पर्यो नि त अङ्कललाई कडा कडा ल सुनाने के भन्दै जाने दिइरहेको छैन सिमरान यता छ सिमरान यता छ सिमरान यता पर्छ सिमरान पर्छ त सक्यो अन्त सक्यो है सक्यो है लु है लु है लु बिदाई मागौँ है लु केही शब्द एक दुई शब्द है एक दुई शब्द राखिदिनुहोस् त लु अब टुडी हिलमा रमाइलो गर्नुपर्छ त्यतिखेर त अलिक छिटो आइज ल है ल है तेरो भ्लग राम्रो चल्छ क्या लु लु यता 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 राई सम्हाल
वाइट राई सम्हाल ल भाइ के छ ल आज चाहिँ ल यति है सक्यो है आज पनि ल आजको लागि चाहिँ यहीँ समाप्त है त लु चिक्ना भाइ यता हेर त मामा ओहो ओइ ल सबैलाई बाई बाई अब 10 मिनट सक्यो ल सक्यो आजको के अरे सकेर सक्यो लो लाइटमा यतिको च्यालेन्ज गरौँ न तिमी हो राम्रो लु सक्यो